र आज भने चाहिँ म यो ब्रिजबाट पार गरिसकेको छु। यो चाहिँ यतापट्टि चाहिँ 43 नम्बर समष्टि, यता चाहिँ 42 नम्बर समष्टि है। अब यो तपाईँहरूलाई चाहिँ यहाँबाट चाहिँ म यो बाटो अब एक्सपोल्स बाइक है, एक्सपोल्समा कतिको मजाले बाटो काट्नु सकिन्छ त्यो म देखाउनेवाला छु। तपाईँहरूले भिडियो स्किप नगरिकन हेर्नु होला। यस्तो अप्ठ्यारो बाटो छ है। बाटो चाहिँ हो यो चाहिँ टाइम हुने हुन्छ। आस्ते आस्ते तर जो पुरानो ड्राइभर हो एकदमै राम्रो छ, एक्सपिरियन्स छ। एक्सपोल्स बाइक भएर मात्रै यस्तो रफमा गाडी कुदाउने चाहिँ हो, यस्तोले चाहिँ कुदाउने भन्छ। यता कम्ती हुँदै हामी अब कुदाइ छ घुम्तीमा। घुम्तीमा ज्याकेट खोलेर खेल्ने बेला भइगयो नि मेरो गरमले। अझै अरू मान्छे यो बाटोमा सिङ्गल हिँड्नु साह्रो पर्छ भाइ, साँच्ची भनेको होइन। होइन मलाई नै साह्रो परेको यो बाटोमा चाहिँ सिङ्गल हिँड्नु स्थितिमा हो। तर भाइले चाहिँ सबै बिचमा जस्तो राम्रो ब्यालेन्स छ हो। अलिक अगाडि पनि देखाउँ है बाटो, बाटो पनि देखाइदिनु है। एकदमै चिप्लेर टाङ हो है।